हामी चाहिँ हेलो गाइस, हामी यहाँनिर चाहिँ निङ्गुरो टिप्न आएका छौँ। निङ्गुरो खोज्दैछौँ। कता हो निङ्गुरो नि गाइस, निङ्गुरो तरकारी खोज्न आएका छौँ हामी। अनि हाम्रो बाटो चाहिँ यस्तो छ, ट्रेनको बाटोमा हिँड्नुपर्छ। हामी निङ्गुरो खोज्न आउँदाखेरि यसरी हिँड्नुपर्छ। अनि म चाहिँ निङ्गुरो खाने निङ्गुरै चिन्दै छुइनँ। यहाँ मिसले टिप्दिनु हुँदैछ। अनि यो होला यी मैले टिपेँ। अनि मनुसा ल्या, यो हो कि होइन कालो खालको? टिपेँ त मैले, फ्याँक्दिनु होइन रहेछ। अनि मैले फ्याँक्दिएँ। यो भिडियो चाहिँ मनुसाको लागि पनि हो। म चाहिँ मिससँग निङ्गुरो खोज्नु आएको छु गाइसहरू। अर्ग्यानिक तरकारी खानुहुन्छ भने निङ्गुरो खानुपर्छ यसरी। अनि फोन पानीमा झर्यो भने भोलिदेखि मैले फोन बोक्ने कष्टै गर्नु पर्दैन। ओहो लड्नु चाहिँ मनुसा तिम्रो लागि पनि हो यो भिडियो। सोनिकाको लागि पनि हो। आन्टीको लागि पनि हो। हामीलाई निङ्गुरो भेट्दैन भनेर च्यालेन्ज दिएर घरबाट पठाउनु भएको छ। भन्नुभएको छ। यस्तो महिना चाहिँ साह्रो गाह्रो। मेरो लागि त पुगिहाल्यो। निङ्गुरो खाने निङ्गुरो नखाने निङ्गुरो चिन्दैछ है। के हो नि पऱ्यो नि त घरि कति छ त्यो पर? यो हजुर आमामा ठुलो ठुलो माथि उतापट्टि। हजुर त्यो तल्लो पनि हो। यो होइन त्यो होइन, पल्लो चाहिँ हो। यो हो पल्लो। यो नि हो। हजुर यो भाँचेको त्यो होला होइन। कतिजना मान्छेले यो सेकेन्ड ह्यान्ड बनाइसकेको हो क्या एकपटक खाएर। गाइस, अनि हामीले चाहिँ यति धेरै टिपिसक्यौँ, यति धेरै निङ्गुरो मेरो हातमा नअट्ने गरी। तपाईँहरू खानुहुन्छ भने मसँग सम्पर्क गर्नु होला। तर यहाँ जुका आए जस्तो छ मेरो खुट्टामा। इस्लामिस देखाउनु त तपाईँको कति भयो? अझै कति टिप्छु म देखाउने छु गाइसहरू। गाइस, हामीले चाहिँ कति धेरै निङ्गुरो भेला पारेछौँ त। मिसको देखाउनु त अलिक माथि। आमामा टन्ना टन्ना भेला गरेको छौँ। आन्टीले हामीलाई च्यालेन्ज दिनुभएको थियो तिमीहरूले भेट्दैनौ भनेर। हामीले यत्रो धेरै भेटाइसक्यौँ। यसरी टिप्नुपर्छ गाइसहरू। अर्ग्यानिक निङ्गुरो खानु मन लाग्छ भने चाहिँ हाम्रो गाउँ आउनुहोस् है साथीहरू। एकदमै ल हामी गएको ल साथीहरू। अझै फाइनल त अझै कति टिभी म देखाउँछु नि फेरि। यत्तेरिका हेलो गाइसहरू, यहाँ पछाडि देख्न सक्नुहुन्छ अलैँची बारी। यो अलैँची कसको? मामाहरूको? ए मामाहरूको अलैँची बारी अरे। कसको अलैँची बारीमा थाहा छैन। तर यसलाई चाहिँ देख्न सक्नुहुन्छ है। कता लो बिहाका बान्नु कि नबान्नु तपाईँको? ल गाइसहरू, अब हामी चाहिँ घर लाग्यौँ। यति भए हामीलाई पुग्छ। यो अलैँची बारीमा चाहिँ किन नाला टाङ्नु भएको? एकछिन ल, यो मेरो फोन हटाइदिनु न। मधेसको चराहरू यहाँ आएर ऐसेले टिपेर खाँदै हुनुहुन्छ भन्दै भन्नु नमिल्ने। खाएला पत्र कत्रो नि साँच्चै के खानु न। म चाहिँ भिडियो बनाउनु भनेको खानै पाएन त। अनि मलाई उयो पछाडिको डाँडा उब्बर राम्रो लाग्छ। तपाईँहरूलाई नि यस्तै डाँडा काँडा मनपर्छ भने यो ट्याम्के मयुमा आउनु है साथीहरू काम गर्नुलाई। राम्रो छ। यहाँ खुवाइदिनुहोस् त। खाएर टेस्टी रहेछ है।